सबैले भोगटे भने कि मान्छे भोगटे जस्तै छ कि ऊ अनि भोगटे जस्तै छ अनि त्यही भएर सबैले अब भोगटे नै भने ठिकै छ अब भोगटे नै हो भने भोगटे नै हो। बानी बेहोरा काम चाहिँ उहाँको कस्तो लाग्छ, कतिको राम्रो लाग्छ तपाईँलाई? बानी बेहोरा चाहिँ ठिक छ, बानी बेहोरा एकदम राम्रो छ, गुड छ मान्छे होइन। बानी बेहोरा सबलाई यस्तो पर्यो दाइ भनेपछि ल यसो यसो ल सबै यसो उसो गरौँ भन्छ होइन, त्यो पनि ठिक छ। अनि उसको चाहिँ भाषण दिने तरिका अब होइन, भाषण दिने तरिका चाहिँ उसले कसैलाई मान्दैन क्या भाषण दिँदाखेरि। वास्तवमा भन्यो भने भाषण दिन्छ होइन, भाषण दिँदा उसले बोलेको जति ऊ दाबीका साथ बोले गर्छ होइन, सत्य तथ्य नै बोले गर्छ, त्यो नै राम्रो नै लाग्छ। अनि त्यो भाषण पनि दिँदाखेरि आवाजले पनि त भुइँमा खेले नि, टोन आवाज पनि अलि बाघको जस्तो खालको छ नि त। मान्छे त अलि ठिकै छ होइन, बानी व्यवहार चाहिँ एकदम राम्रो होइन, उद्धारवादी भावना भएको मान्छे होइन। तर आवाजले पनि सपोर्ट गरे क्या, आवाजको टोनले पनि सपोर्ट गर्यो। अनि त्यो हुँदाखेरि चाहिँ नि उसलाई चाहिँ अब ठिकै छ, राम्रै खालको छ मान्छे भन्ने लाग्छ।